एचडिएलवाला भिडियो रेकर्ड गरेको थिएँ सेट आफै बन्द भयो यार ल केही छैन सो दिस इज सेकेन्ड टाइम के हुन्छ भन्दाखेरि लाइक हाम्रो त्यही हो अब एन्डोजिनियस भयो एन्डोजिनियस भएपछि लिभरमा भन्ने हो एपोबी1 प्लस फोस्फोलिपिड कम्बाइन भएर हाम्रो चाहिँ सुरुको हुन्छ नि नेसेन्ट एचडिएल भन्छ अनि यो नेसेन्ट एचडिएल चाहिँ डिस्कोडल सेप हुन्छ अनि यो डिस्कोडल सेप चाहिँ हुन्छ नि पेरिफेरल टिस्युतिर गएर लाइक दुइटा हाम्रो प्रोटिन हुन्छ एसआरबी1 भन्ने अनि एबिसिए1 भन्ने प्रोटिन हुन्छ तिनीहरूले चाहिँ यो नेसेन्ट एचडिएललाई चाहिँ हुन्छ नि उ त्यो कोलेस्ट्रोल फ्री कोलेस्ट्रोल बोकाइदिन्छ क्या अनि यो फ्री कोलेस्ट्रोललाई चाहिँ हुन्छ नि लाइक हल्का बााउन्ड हल्का हुन्छ नि लाइक बोक्नलाई सजिलो होस् भनेर चाहिँ यो एल्क्याट भन्ने इन्जाइम हुन्छ यो एल्क्याटले चाहिँ हुन्छ यो फ्री कोलेस्ट्रोलहरू अब्टेन गरेको चाहिँ कोलेस्ट्रोल स्तरमा कन्भर्ट गरिदिन्छ अनि लाइक के भन्नु स्पेरिकल सेपमा कन्भर्ट गरिदिन्छ अनि स्पेरिकल सेपमा कन्भर्ट भएको चाहिँ लाइक अरू ठाउँबाट अझ कोलेस्ट्रोल लिपिड लिन्छ अनि झन् हुन्छ नि लाइक झन् त्यो यही स्पेरिकल सेप नै ठुलो भइदिन्छ क्या लाइक त्यो यो सुरुमा सानो हुन्छ यो झन् ठुलो हुन्छ क्या तर फरक के हुन्छ भन्दाखेरि लाइक झन् त्यो लिपिडहरू हुन्छ बढी अनि हल्का कोलेस्ट्रोलहरू बढी हुन्छ अनि त्यति हो फरक भनेको अनि लाइक त्यति भइसकेपछि अब यसको आफ्नै फेट हुन्छ क्या यो धेरै त्यो भएको यो एचडिएल3 एचडिएल2हरूको कुरा चाहिँ अहिले एकछिनमा गरौँला अनि यो लिपिड यताउता भएको चाहिँ कि त अब कि त उसँग के भन्छ भिएलडिएलसँग लाइक एक्सचेन्जमा जान सक्छ होइन त्यो प्रिभियसली भिडियोमा भनेको जसरी कि त अर्को के हुन्छ भन्दाखेरि हाम्रो लाइक एपो ई र एपो बी1 भन्ने हुन्छ अनि अथवा एपो सी2 नि हुन्छ अनि एपो सी2ले लाइक ब्रेकडाउन गरिदिन्छ झन् हुन्छ नि लाइक ब्रेकडाउन गरेर यसलाई अब फेरि त्यो झन् त्यो कोलेस्ट्रोल फ्री कोलेस्ट्रोल भएको लाइक उसमा कन्भर्ट गरिदिन्छ अनि एपोईले चाहिँ कि त लिभरतिर गएर त्यो मेटाबोलाइज अथवा एन्डोसाइटोसिस गराइदिन्छ अनि कि त एसआरबी1 भन्ने हुन्छ एसआरबी1ले चाहिँ कतातिर लगिदिन्छ भन्दाखेरि जहाँ जहाँ स्टेरोइड हर्मोन चाहिन्छ त्यतातिर लाइक एचडिएल हाम्रो काम लाग्छ नि त अनि त्यही हो एसआरबी1ले नि त्यही हो टिजीलाई ब्रेकडाउन गरिदिन्छ अनि त्यही त्यो कोलेस्ट्रोलहरू यताउता गरेर लाइक तिनीहरू लिएर स्टेरोइड हर्मोनहरू बनाउँछ अनि त्यही हो तिनवटा कामहरू प्लस यो एक्सचेन्ज चारवटा कुराहरू चाहिँ लाइक सम्झिनु पऱ्यो अनि ओभरअल हेऱ्यो भने यति नै हो अब योभन्दा डिटेल हेर्नु छ भने चाहिँ एकचोटि बुक खोलेर हेर्दा हुन्छ लाइक यो जिस चाहिँ यति नै हो यति बुझेपछि चाहिँ लेख्न सकिन्छ अनि अर्को चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो यो एचडिएल3 एचडिएल2 चाहिँ लास्टै झुकिन्छ अनि प्रिबिटा एचडिएल भनेको के हो लाइक प्रिबिटा एचडिएल भनेको के होइन यो सुरुमा एपो बी1 प्लस फोस्फोलिपिड बन्ने नै हाम्रो प्रिबिटा एचडिएल हो सुरुको यो बनेको लाइक यो चाहिँ मोस्ट पोर्टेन्ट फर्म टु एक्सक्रिट फ्रम द किडनी लाइक इजिली एक्सक्रिट हुने हो अनि लास्टमा चाहिँ हाम्रो यो एचडिएल3 भनेको चाहिँ यो जब फ्री कोलेस्ट्रोलहरू हुन्छ अनि यसलाई चाहिँ एल्क्याटले एक्ट गरिदिन्छ नि हो त्यसलाई नै एचडिएल3 भन्छौँ अनि एचडिएल2 भनेको के होइन यो ठुलो भएको स्पेरिकल सेपवाला एचडिएल नै एचडिएल2 हो क्या अनि एचडिएल2 गरेर एक्सचेन्ज हुने हो यताउता हुने लाइक यो सबै ठाउँमा जाने हो अनि फेरि यो एचडिएल2 लाइक कोलेस्ट्रोल बढी भएको फेरि एचडिएल3मा कन्भर्ट हुन्छ अनि यसलाई नै एचडिएल साइकल भन्छ क्या यसलाई एचडिएल साइकल भन्छ अनि पुरा यसलाई लाइक रिभर्स कोलेस्ट्रोल ट्रान्सपोर्ट पनि भन्छ क्या अनि गुड कोलेस्ट्रोल त्यही हो लाइक पेरिफेरल टिस्युबाट हाम्रो लाइक कोलेस्ट्रोलहरू लिन्छ अनि कि त अब स्टेरोइड हर्मोनसँग बनाइदिन्छ कि त एलडिएलतिर फालिदिन्छ क्या त्यही भएर यसलाई गुड कोलेस्ट्रोल नि भनिन्छ यति हो